सदस्य आर्यन राईलाई समय दिन्छु। छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। सम्माननीय सभामुख महोदय, हामीले यो सदनमा विरोधको लागि विरोध गरेका होइनौँ, यो प्रश्न पार्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति, यो रोस्टमबाट बोल्नुभएका कुरा रेकर्डबाट हटाइयोस् भनेर लामो समयदेखि हामीले माग गरिरहेका छौँ। अझै पनि त्यो सम्बन्धी यहाँ सुनाइ भएको छैन। म प्रश्न गर्न चाहन्छु सरकारलाई, के प्रधानमन्त्रीज्यूले बोल्नुभएको अभिव्यक्ति त्यसो भए राष्ट्रवादी थियो, राष्ट्रको हितमा थियो भने अझै पनि म माग गर्न चाहन्छु, अझै पनि म भन्न चाहन्छु, यो रेकर्डबाट नहटाइयोस्। तर यदि यो राष्ट्रको हित विपरीत छ, राष्ट्रघाती अभिव्यक्ति दिनुभएको हो भने यो रेकर्डबाट तुरुन्त हटाइयोस्। सभामुख महोदय, म माग गर्न चाहन्छु। र प्रधानमन्त्रीज्यूले पार्टीभन्दा ठुलो देश हो सभामुख महोदय, श्रम संस्कृति पार्टी हाम्रो पार्टीले थाहा छ, देश हाम्रो पार्टीभन्दा ठुलो। उहाँले कता चितवनतिर गएर स्पष्टीकरण दिने होइन सभामुख महोदय। हामीले प्रधानमन्त्रीज्यूको राष्ट्रघाती अभिव्यक्ति यो सम्मानित रोस्टमबाट आएर करेक्सन गर्नुपर्छ हामीले भनिरहेका छौँ। तर अहिलेसम्म व्यवस्था छ, बेखबर छ सभामुख महोदय। त्यसैले यो राष्ट्रको विषयमा हामी चिन्तित छौँ र चिन्तन गरिरहेका छौँ। त्यसैले प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति चाँडोभन्दा चाँडो करेक्सन गरोस् भन्न चाहन्छु। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका हिजो अस्ति ऐतिहासिक महाधिवेशनबाट चयन हुनुभएका केन्द्रीय सदस्य पदाधिकारी सम्पूर्ण टिमलाई श्रम संस्कृति पार्टीको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी सम्माननीय सभामुख महोदय, सम्बन्धित मन्त्रालयको म यस सम्मानित सदनबाट ध्यान आकर्षण गराउन चाहन्छु। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाई निलम्बन गरेको घटनाले सम्पूर्ण नेपाली खेलकुद क्षेत्र, खेलाडी तथा देश खेलप्रेमी नागरिकहरूले गम्भीर चिन्तामा पारेको छ। यस निर्णयका कारण नेपाली राष्ट्रिय टोली क्लबहरू हजारौँ खेलाडीहरूको भविष्य अन्यलमा परेको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठामा समेत गम्भीर असर परेको छ सभामुख महोदय। यस निलम्बनका कारणबाट प्रमुख असर पर्ने हाम्रो देशलाई प्रमुख अक्षरहरू राष्ट्रिय पुरुष तथा महिला टोली नेपाली क्लबहरूले कुनै पनि फिफा मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्रीपूर्ण खेलमा सहभागी हुन नपाउने, फिफाबाट प्राप्त हुने विकास अनुदान, प्रविधिको सहयोग, प्रशिक्षण तथा कार्यक्रम पूर्ण रूपले रोकिने, नेपाली रेफ्री, प्रशिक्षक तथा खेलकुद पदाधिकारीहरू अन्तर्राष्ट्रिय तालिम र सेमिनारबाट वञ्चित हुने, अन्य फिफा सदस्य राष्ट्रहरू पनि नेपालको फुटबलसँग आधिकारिक खेलकुद सम्बन्ध राख्न नपाउने। यस गम्भीर परिस्थितिको समाधानको लागि नेपाल सरकारसँग मेरो अनुरोध छ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, एन्फा बीच तत्काल उच्च स्तरीय वार्ता गरी फिफाले औलाएको तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस्। फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुन अनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने वातावरण सुनिश्चित गरियोस्। साथै खेलकुद ऐन र फिफाका नियम बीच रहेका कानुनी अस्पष्टता तत्काल हटाइयोस्। खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियम राख्दै अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्ताउने खालको राजनीतिक प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरियोस्। राष्ट्रिय टोली क्लब खेलाडीहरूको भविष्य जोगाउन तथा फिफाले तोकेका सबै शर्त पुरा गरी एन्फामाथि निलम्बन यथाशीघ्र फुका गराउन सरकारबाट आवश्यक कूटनीतिक, कानुनी र प्रशासनिक पल तत्काल अगाडि बढाइयोस्। सम्माननीय सभामुख महोदय, यो कुनै एउटा संस्थाको मात्र समस्या होइन, यो नेपालको राष्ट्रिय गौरव र हजारौँ खेलाडीहरूको भविष्य अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको उपस्थितिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। त्यसैले सरकारको गम्भीर ध्यान आकर्षण गराउँदै तत्काल प्रभावकारी कदम चाल्न म जोरदार माग गर्न चाहन्छु सभामुख महोदय।